यो मेरो काका छोराको बिहा घरमा म जाँदैछु भित्र के हुँदैछ अब भित्र गएपछि थाहा पाउनुहुन्छ। यहाँ म आइरहेको छु बिहा घरमा। के नाम हजुरको? सन्तोषी मा अरे नाम चाहिँ। हाई गाइस, तपाईहरुलाई देखाउँदैछु म बिहामा के हुँदैछ। गाइस तपाईहरुलाई देखाउँदैछु बिहाको। तो हाय गाइस, अभी जा रहा हूँ ये सोल्टिनी के साथ, पोल्टिनी के साथ। सोल्टिनी मुस्कुराते हुए मेरे पीछे। सोल्टिनी मुसुक्क हाँसेर मेरो पीछे लागेर जानु हुँदैछ कता। कुनै कपाल स्टेट पारेर वा झलक्क भएर टलक्क टल्केर आउनु भइरहेछ। अरे कहना क्या चाहते हो? मुसुक्क हाँसेर। यो देखिए भाभी जी, यो हाम्रो भाउजू हुनुहुन्छ। काठमाडौँदेखि आउनुभएको, काठमाडौँदेखि यहाँ हाम्रो आसाममा आउनु भइरहेछ। अनि यो भाउजूको खुट्टामा किल्चे अरे बुझ्छ। सरी कता कुदेको कार्कीको छोरी। सरी कता कुदेको कार्कीको छोरी। कितने तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं जी। छोरीसँग मैले सरी मागे, खुट्टामा किल्ची चाहिँ झुक्किएर। कसार भुट्ने कार्यक्रम चालु भयो नेपालको धरानदेखि अनि यहाँ आउनुभएको आसामको मरानदेखि। अनि हाम्रो फुपू बयाकोदेखि आउनुभएको। अझै आइराख्नु भएको छ। कहाँबाट आउनुभएको सोधेकी छुइनँ मैले, अब त पछि थाहा होला। ए बहिनी, रिल्स बनाउने बहिनी, टिकटक बनाउने बहिनी, लाजाले छैन। टिकटक बनाउने बहिनी, के नाम तिम्रो? टिकटक बनाउने बहिनी नाम छैन अरे छैन। अनि यहाँ कसार बटार्नेहरू रेडी भएर ओठामा लाली, आँखामा काजल लात। तो देखिए गाइस, ये लड़की दिल्ली से आई है, कटरीना कैफ की फैन है। गाइस भन्ने मान्छे यहाँ हुनुहुन्छ। अनि यी यता परेवाको सुली दलेर हिँड्दै। अनि यहाँ हिरोइनहरू टिकटक बनाउँदैछन्। टिकटक बेन भयो, तर खोइ के बनाएको आजले मर्नै आँटे। खोइ कसरी बनाउँछन् टिकटक, मै मर्न आँटिसकेको लाज लागेको देखेर। अनि यो हो बिहाको मण्डप। यहाँ केटाकेटीहरू जनता जान्छु भन्दै हिजोबाट रुवाबासी गर्दैछन्। यी एउटा रातभरि हातामा कुखुराको सुली दलेर हात पनि कलर गरिरहेछ। खोइ तेरो हातेरौँ हात न। यी हातमा रातभरि सुली दलेर रातो बनाएको छ। यो हाम्रो हिपहप भाइ हो। आफूलाई निकै मै हुँ भन्छ हिपहप, तर खान्छ सधैँ यो लालीपप। शादी में आया था दोस्तों और ये काटने लगा दिया। बिहामा आएर हाम्रो धरानदेखिबाट आएर यस्तो साह्रो कसार टोक्नु बल गरेर। हजुरले केले ब्रास गर्नुहुन्छ? दाँत मर्दन चाहिँ क्या हो? यत्रो यो ढुङ्गा जस्तो यो कसार टोक्न आँट्नु हुँदैछ। अनि यता दिल्ली हो कि मुम्बईबाट आएको सोल्टिनी लजाइ बजाउँदैछिन्। हेर बल परेको दाँतै झर्छ होला, टोक्नै सक्दैनन्। यस्तो चल्दैछ आजको बिहामा। हजुरहरू हेरिराख्नुहोस्, यति राम्रो सोल्टिनी देखाउँदैछु। अझै भोलिको दिनमा अझै राम्रो सोल्टिनी देख्नु पाउनुहुन्छ। क्या बिहामा जनता जानलाई यहाँ राति 2 बजीदेखि उठेर तयारी हुनुहुँदैछ। हामीहरूको भाउजू कता? भाउजूको तयार त ठिकै छ त। भाउजू नै हो? म त चिनिनँ है। धरानबाट आउनुभएको थियो नि हिजो, त्यही भाउजू पुरा तयारी हुनुहुँदैछ। जनता जाने गाडीको तयारी हुँदैछ यहाँ। चिराङ टु बाक्सा बेहुलो अब बेहुली लिन जाने बेला हुँदैछ। अनि यहाँ तयारी सबैजना। यो सोल्टिनी हाम्रो प्यारी सोल्टिनी, राम्री सोल्टिनी तयारी चिटिक्क परेर। बेहुलो पनि रेडी, बेहुली लिन जानलाई बेहुलो रेडी हुनुहुन्छ। गाइस तपाईँहरू हेर्दै गर्नु होला। यस्तै रमाइलो आउनेछ, रमाइलो पलहरू आउनेछ। के हुँदैछ तपाईँहरू सबै देख्न पाउनुहुन्छ। र गाइस नेपाली ब्लग फर्स्ट टाइम बनाउँदैछु।
किनकि म धेरै हिन्दी बनाउँछु, त्यसैले लाइक सेयर गरिदिनु होला ताकि अझै अगाडि म नेपाली ब्लग बनाउन सकूँ। र नेपाली ब्लग मैले कमै बनाउँछु तर आज फर्स्ट बनाउँदैछु र हजुरहरूले सपोर्ट गर्नु भने अझै बनाइन्छ। यहाँ बेहुली लिन जाने टाइमको यो हुँदैछ, यहाँ बिदाईको लागि टिका लाउँदै भाउजू अब जानुहुन्छ बेहुली लिन। अन्ति जानलाई हुलुस्तुल परिवेश हुँदैछ, केटाहरू यी पुरा बनेर आएका छन्। अब बेहुली लिन जाने बेला, सबैजना निक्लिनु हुँदैछ, यहाँ बेहुली लिन जाने बेला हुँदैछ। हाई हाई जन्ती जान आँटेको भाइ पनि यहाँ हुनुहुन्छ, अज्जु भाइ गाडी आएर गाडी तयार छ, मान्छेहरू नि माथि बसेर तयार छन्। सिट रिजर्भ भइसक्यो होला यहाँ, अब पाइन्छ कि पाइँदैन सिट। बा सबै बुकिङ। माया नै माया छ तिम्रो नाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। माया नै माया अबको बेहुलो जल्दी जान पाइन्छ फेरि पनि। खत्म, बाय बाय, टाटा, गुड बाय। यो अर्को बेहुलो उठ्दैछ, गया। बेहुली घर आइपुगेर केटो भोकाले खर पल्टेर बसिसक्यो। यहाँ सबै यहाँ भोकाले हल्ला चिल्ला गर्दैछन्, हुलुस्तुल एकदम भोक लागेर। अरे गाडीमा 4 घन्टाको बाटो आएका, धरानदेखि आसामबाट बेहुली घरमा। अब उता ऊ काठमाडौँबाट, उता ऊ धुलाबारी, रुको जरा, यता चाहिँ खोइ उर्लाबारी। के भन्न छ यहाँ आसामको यो कस्तो लाग्यो बिहा? भाइहरूले मलाई ल्याउनु त ल्याइहाल्यो, अब गेस्टले यहाँ पेट कस्तो हुँदा पनि यहाँ साथीहरूले गाडी रोक्ने बाटो र अब यहाँ एकछिनमा दिउरे ततारा चिया दियो भने ठिक हुन्छ तपाईँको गेस्ट। यसो अब दिउरेसिले तताउन पाउँदा चाहिँ गेस्टै भाग्छ कि। ल भिनी निकासी आएर कस्तो लाग्यो भनिदिनु एक दुई शब्द। बढिया, राम्रो लाग्यो, जग्गा पनि एकदम बढिया, दामी लाग्यो। हामी जन्तीहरू एकदम आरामसे आइपुग्यौँ, कुनै प्रब्लम भएन, बाटोमा केही प्रब्लम भएन। अहिले आएर हामीको भात खरो गइसके, पत्र लाउन पनि गइसके, अब हामी यहाँबाट जान मात्रै बाँकी रहेको छ। धन्यवाद। अब बेहुली घरतिर लाग्यो हामी सबैजना मिलेर, कमिलाले चिनेर छिर्ने बेला भयो। बेहुली छिर्ने और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। इतनी सुंदर हूँ मैं क्या करूँ? ले मुंह धो के दिखा। हजुरहरू अहिले उपस्थित हुनुहुन्छ, यो निकासी हो भन्ने कुरा जति अघि भनिहाल्नु भयो। अब के भन्नुहुन्छ र? लु अब बसेर बिहाको इन्जोय गर्नुहोस्। खोइ हेर एकबार अनुहार बिग्रेकै ठिकै छ, ठिकै छ, जाऊ। समझ रहे हो ना? खाना खानुभयो? खाना खानुभयो? कस्तो लाग्यो? बल्ल राम्रो लाग्यो, आराम लाग्यो। खाना खाएपछि त आराम लाग्छ। होइन कति जिबीको सिम हाले जस्तो छ नि त, एकदम आइदेखिबाट त मोबाइल चाहिँ हातमा। खाना खाएर मेकअप एक बार गर्ने बेला भएछ। कति बार मेकअप गरिसक्यो? 2 बार भने। एक बार गाडीमा चढ्ने अगाडि गाडीमा चढेर नमेर अब खाना खाएर फेरि मेकअप गर्ने बेला भयो। अब आयो सोल्टिनीहरूको डान्स हेर्ने टाइम। अब बेहुली बिदाई हुनेको टाइम भयो। जान्दिनँ को